सुन्ता के गर्दै हो तिमीले? हजुर मुना आऊ बस यहाँ पूजाको भाडा मारिदिन लाग्यो कि भोलि बिहान आमालाई सजिलो हुन्छ त्यही भएर। के कामले आयो? कति काम गर्छौ है सुन्ता तिमीले? तिमीले काम गरेको देख्दा त दिक्क लाग्छ मलाई पनि। कति गर्न सके के हो काम? के काम गर्नु मुना, यसो आफूले देखेको अलिअलि देखेको काम त्यसै छोड्न मन लाग्दैन कि। फेरि मलाई चाहिँ यसले गर्छ उसले गर्छ भनेर राख्न मन लाग्दैन। त्यही हो, ट्यापटुप गरेपछि काम पनि सकिने, घर पनि लथालिङ्ग नहुने, त्यही हो। जति काम गरे पनि देख्ने होइन, जति काम गरे पनि जस दिने होइन। म त गर्दिनँ आफ्नो काम। म त छुट्टा छु। आफूले बिहान भात पकाउने हो अनि बिहानको धन्दा गरिदिने अनि सक्यो। त्यति बाहेक आफ्नो छोरछोरी हेर्छु बस्छु। देख्ने भए पो गर्ने त नि, भन न। अनि काम पनि अरूलाई देखाउनलाई गर्ने हो त? देखे देखुन्, नदेखे नदेखुन्। आफूले गर्ने काम, आफूले देखेको काम चाहिँ गर्नुपर्छ है मुना। हाम्रो घरमा चाहिँ त्यस्तो छैन। जसले जे देख्छ, जसले जे भ्याउँछ त्यही ट्यापटुप गरिदिइहाल्ने हो। यो सासूको काम, यो मेरो काम, यो जेठानीको, यो देउरानीको भनेर राख्ने सास्ने चलन चाहिँ छैन कि हाम्रो। त्यही भएर कोही पनि कसै बिच मनमुटाव छैन नि त हाम्रो। देखेकी नै छौ नि तिमीले, होइन र? तिम्रो जस्तो परिवार भइदिए पो जे देख्छ आँखाले त्यही गरिदिने, ट्यापटुप गरिदिने खाले छैनन्। मेरो अगाडि लोटा खसेछ भने पनि उठाइदिन्नन्, बरु त्यसलाई हानेर नागेर हिँड्छन्। यो त्यसैले गर्ने हो, उसैको काम हो भनेर छोडिदिन्छन्। त्यस्तो भएपछि त मन मर्ने। सुन्ता, तिम्रो जस्तो सबै मिलेर गर्ने भए पो त नि भनेर खुसी हुँदै गर्न मन लाग्छ त नि। हाम्रो त छैनन् त्यस्तो तिमीले भनेका जस्ता।